अनि राम्री भर्खरको देख्दा जतिखेर चढिराख्नु के चढ्नु हामी चाहिँ के माछालाई चढ्नु के आलु खोज्न आएको थिएन भइसक्यो के खेल्न आएको फेरि यता ठोकेर गएर जान्छ यो बुढो मान्छे हो नि त मलाई चाहिँ फेरि घिन लागिजान्छ जाँदा चढेको कहाँ सकिन्छ उठेन यसो परि आउँछ चुप्लागा भन्दैछु म चुप्लागा भन्दैछु अरे दाखा एकै खेपमा फेरि गरेर मलाई पड्काउनु नपर्ने फेरि यस्तो भएपछि कसरी बस्नु सर म भन्नु आफैसम्म त मलाई पुर्याइदिन बिरामी छ कि छैन छैन बिरामी एचआइभी चाहिँ छ अरे एचआइभी चाहिँ छ बुवा झन् डराउनु भयो डरायो जिब्रो यति लामो निकाल्नु भयो बुवासँग जतिखेर पनि यो सेक्स मात्रै गरेको न जतिखेर पनि चुप लागेर मुखसँग बोल भन्दैछु म मुख चढ त्यो त सत्य कुरा भन्नु पर्ने जतिखेर बाउको उमेरसँग उमेर मिल्दैन के अरे मन मिल्दैन अरे होइन यो त त्यतिखेर हाले हुन्छ नि अरे म सक्छु त म एउटा बुढी मान्छे भएको तपाईँलाई लाज लाग्दैन हेर्ने चाहिँ मेरो त खास चाहिँ उसलाई चाहिँ किन चाहिँ ल्याउनु खास चाहिँ भएको खास कारण के मनले घरमा जाउँ सुँगुर छ सुँगुर पालौँ अब मेरो बुढा पनि छ मेरो कान्छी भएर बस्छ हामी दुईजना खेतीपाती गरौँ भनेको त दुईजना राख्ने भने बस्ने रक्सी चाहिँ खानु नछोड्ने खाएको अनि त्यसै रक्सी खाने राख्दैन नि त उहाँले राख्नुहुन्न नि त नराख्दा ढोले चाहिँ नहोइन